नमस्ते सेवा स्वागत छ सबैजनालाई मेरो च्यानलमा। आज चाहिँ म नयाँ भिडियो लिएर आइसकेको छु। यो चाहिँ रहेको छ इस्कुस। म चाहिँ आज इस्कुसको मोमो बनाउँदैछु। यसलाई जब म पानीमा भिजाउँछु अनि तास्छु। यो चाहिँ हेर्दाखेरि बाहिर चाहिँ बिग्रिसकेको जस्तो छ, तर भित्र चाहिँ तास्दाखेरि चाहिँ राम्रो छ। खेर जानु आँटेको थियो अनि किन खेर फाल्नु भनेर बरु मिठो मोमो बनाएर खानु पर्ला भनेर म चाहिँ आज मोमो बनाउँदैछु। मैले चाहिँ सबैभन्दा पहिला चाहिँ इस्कुसको यो यता फेद अनि यता टुप्पा चाहिँ ताछेर पानीमा भिजाइदिएको छु। एकछिन यतिकै छोडिदिन्छु। यसरी ताछेर भिजाएपछि चाहिँ नि यो यसको जुन चोप निस्किन्छ नि इस्कुसको तास्दाखेरि, यो चोप चाहिँ अहिले नै निस्किसक्छ नि त। अनि भरै तास्दा चाहिँ हातमा पनि चोप लाग्दैन। त्यही भएर यस्तो गरेको मैले चाहिँ। अब चाहिँ म यो आलु पनि उसिन्छु। म चाहिँ मोमोमा हैन यो सोयाबिन पनि लाउँछु। अब यसलाई भिजाएर ल साथीहरू, मैले चाहिँ सोयाबिन पनि भिजाएँ अनि यहाँ आलु पनि उसिन्दैछु। अब चाहिँ म यो इस्कुसलाई तास्छु। मैले इस्कुस पनि ताछिसकेँ। अब चाहिँ यसलाई म मजाले पखालेर कोरेसोमा भिराउँछु। अनि त्यहाँनेरि आलु पनि पाक्दैछ। आलु पनि पाकिसकेछ। अब चाहिँ यसलाई सेलाउँछु अनि पछि खाउँछु। यहाँ चाहिँ आलु सेलिँदैछ अनि यता इस्कुस पनि दुई पखाली गरेर टिलिक्क टल्किराखेको छ। अब चाहिँ म मैदा मुछ्दैछु। ल साथीहरू, मैले चाहिँ बल्ल बल्ल यतिको बनाएँ। यो डोलाई चाहिँ अब यो पोलिथिनमा नै गुम्साएर राख्छु एकछिनसम्म। त्यतिन्जेलमा चाहिँ म किमाहरू रेडी गर्छु। अब यसलाई चाहिँ यस्तो गरेर यसरी राख्नुपर्ने हुन्छ यत्तिकै। अनि यहाँ छ मेरो भदै। मेरो भदैले चाहिँ मलाई आलु काउनु सघाउँदैछ। यता हेर। अब चाहिँ म यो इस्कुसलाई कोरेसोले कोर्दैछु। कोरेसोले कोरेर झुरा बनाएर चाहिँ मजाले निचरेर पानी फाल्नुपर्ने हुन्छ। मैले इस्कुस पनि झुराइसकेँ। अब चाहिँ यहाँ म हल्का नुन छर्केर यसलाई मजाले निचरेर यसको पानी चाहिँ फाल्छु म। अब यसलाई चाहिँ यस्तो गर्ने मजाले निचरेर पानीसँग छुट्याइसकेँ। अब चाहिँ प्याज काट्छु। अब चाहिँ मोमोको किमा चाहिँ लगभग रेडी भइसक्नु आँटिसक्यो। प्याज पनि काटिसकेँ। यहाँ भयो इस्कुस अनि यहाँ आलु छ। यहाँ सोयाबिनलाई चाहिँ मसिनो झुरा बनाएर तेलमा खार्ने हो। अनि यो आलुलाई पनि मसिनो ढुट्याउने। सोयाबिन फुराउनको लागि यहाँ तेल खार्दैछु। यहाँ चाहिँ तेल खारिसकेको छ। अब म यो मेथी दाना पनि यहाँ तेलमा खार्छु। अब मेथी लगाइसकेपछि यो सोयाबिनलाई चाहिँ मैले मसिनो झुरा बनाएको छु। यसलाई पनि खार्नुपर्ने हुन्छ। यो सोयाबिनलाई चाहिँ हल्का ब्राउन कलर हुने गरी भुट्नुपर्छ। थोरै बेसार पनि हाल्छु। मैले चाहिँ यहाँ सबै मसलाहरू लगाइसकेको छु। इस्कुस अनि प्याज, आलु अनि मोमो मसला, नुन। अब चाहिँ म यहाँ खारेको तेल हाल्छु। सोयाबिनसँग अघि बनाएको थिएँ नि तेल। अब चाहिँ यो हाल्छु।
अब यसलाई मजाले मिक्स गर्ने अनि हाम्रो किमा रेडी हुन्छ साथीहरू। एकदमै स्पेशल स्वादिलो मोमो बन्दैछ। मोमोको किमा चाहिँ रेडी भइसकेको छ साथीहरू। यो सानो भाँडामा सारेको छु। अब चाहिँ म मोमो बनाउनुतिर लाग्छु। साथीहरू मैले चाहिँ मोमो बनाइसकेँ। नेप्टो चेप्टो थेप्चो जस्तो भयो नि मोमो चाहिँ बनाइसकेँ। अब म यसलाई बसाल्दैछु। अब यो चाहिँ एकछिन पाक्दै गरोस्, अर्को बनाइन्जेलसम्मको लागि। मैले चाहिँ आगोमै पकाउँदैछु। आगोमा पकाएको चाहिँ एकदमै मिठो हुन्छ। अब चाहिँ मोमो पनि पाकिसकेको छ होला। मोमो चाहिँ पाकिसकेछ। अब चाहिँ म यसलाई उतार्छु अनि फेरि अर्को बसाल्छु। आजलाई चाहिँ भिडियो चाहिँ यति नै साथीहरू, किनभने म एकजना मात्रै छु मोमो बनाउने। भिडियो बनाइराख्नु भ्याउँदिनँ। सो मेरो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई? भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।